आऊ बस। के भयो? निराश देख्छु त। हुँदै डुब्न लागेको घाम निम्न लागेको बत्ती मैनबत्ती जस्तै भयो मेरो जीवन। अरूलाई उज्यालो पार्दा पार्दै आफै सके। घमण्ड गरेको होइन, तर आजभोलि साँच्चै कसैसँग बोल्न मन लाग्दैन, कसैलाई हाँसेर हेर्न मन लाग्दैन, खै किन कसैलाई आफ्नो सम्झिन मन लाग्दैन। छोडिदिउँ जस्तो लाग्छ दाइ आजकल त यो घर पनि, रहर पनि, सहर पनि, अनि यो जिन्दगी पनि। बाँच्नु मन फिटिक्कै छैन दाइ। घरमा आमा रुन्छन् कि भनेर जसो तसो बाँचेको छु। प्रेममा डुब्ने कुरा त साँच्चै पो हुँदो रहेछ दाइ। तर पनि आजसम्म बुझ्न नसकेको कुरा चाहिँ खै कस्तो हुन्छ यो सम्बन्धको गणित, जसको लागि जति नै जोर घटाउ गर्दा पनि अन्तिममा शून्य भइदिँदो रहेछ। कसैलाई साँचो माया गरेर त हेर्न सुदन दाइ, छुट्नभन्दा मर्न सजिलो लाग्दो रहेछ। यदि आज उसको मायाले यति धेरै रुवाउँछ भन्ने थाहा पाएको भए सम्बन्ध जोड्नु अगाडि नै 2 हात जोडिदिन्थ्यो होला। चाहना सकिएपछि बाहना बनाउने दुनियाँमा रहेछौँ, अनि यो आँसुको मूल्य त कसले बुझिदिन्छ र। तर पनि कस्तो अनौठो रहेछ है दाइ। हिजो जसले म तिम्रो हरेक सुख दुःखमा साथ दिन्छु भन्थ्यो, आज उसले नै घरना घाटको बनाएर गयो। तर पनि केही छैन, ऊ त छोरी मान्छे हो। आज उप्रति सायद यही व्यवहार मैले गरेको भए त सुनवाई हुन्थ्यो होला, कुनै ठाउँमा न्याय पाउँथ्यो होला। तर हामी त छोरा मान्छे हो, हाम्रो मनको पीडाहरू चाहिँ कहाँ गएर पोख्ने त दाइ। तर केही छैन, केही गुनासो छैन। चप्पललाई छोडेर जुत्तालाई रोजेको छ, त्यो जुत्ताले खुट्टा पिरायो भन्ने कहिले सुन्न नपरोस्।